सम्पूर्णमा नमस्कार छ। यो चौथो बयरघारी रमाइलो मेला 2082 को आज चौथो दिन। मेला झन उत्साहपूर्ण बन्दै गएको छ भने हाँसो सङ्गीत रमाइला र भेटघाटले एकदम बयरघारी झनै रङ्गिन बनेको छ। चौथो बयरघारी रमाइलो मेला मनोरञ्जन, सांस्कृतिक कार्यक्रम, रमाइलो खेल तथा स्वादिलो परिकारले मेलाको माहौललाई अझै तताएको छ। हजुरहरू पनि आउनुहोस्, आफ्नो परिवार लिएर साथी सङ्गीसँग रमाइलो गर्न पर्छ है। ल एकदमै धेरै दर्शक महानुभावहरूको उपस्थिति रहेको छ। यहाँ किनमेल जारी छ। म क्रमशः चाहिँ भिडियोहरू हजुरलाई देखाउँछु। ल सर हेर्नु होला, यहाँबाट सुरु हुन्छ है महोत्सवको झलक। ल यतातिर चप्पल, स्यान्डल यहाँ दर्शक महानुभावहरू किन्दै हुनुहुन्छ। ल तपाईहरुलाई नि स्यान्डलहरू चाहिएछ भने आउनु है, एकदमै सुपथ मूल्यमा दिनुभएको छ यो स्टलमा। स्यान्डलहरू, कक्सुजहरू, अरू नयाँ आइटमहरू आएको रहेछ अहिले। ल आउनु होला है, हेर्नु सर कुन मनपर्छ यही भिडियो हेरेर आउनु होला। यतातिर कस्मेटिक आइटमहरू, पाउडर, लिपस्टिकहरू, ऐनाहरू, क्रिमहरू, अब के चाहिन्छ तपाईहरुलाई, फेसवासहरू, हरेक किसिमका कस्मेटिक आइटमहरू पनि उपलब्ध छ है यो बयरघारी रमाइलो मेलामा। ल हेर्नुहोस् त, फेयर एन्ड लभली पनि रहेछ। यतातिर काँटाहरू, अब यहाँ हाम्रो बहिनी दिदीहरूले किन्दै हुनुहुन्छ आइटमहरू। रमाइलो भयो त मेला? यसरी रमाइलो छ होइन? कलाकार आउँदैछन्, भर्खर टाइम भएको छ। पिङ पनि रहन्छ आज। लाबु बुवाले काटा है, कुन लाबुको होला काटा? पिङ खेलाउन पाइयो हजुर। यस्तो दिने हो तिमीले? लाबु बुवाले दिने हो यस्तो? ह? ल कहाँको पसल हो यो? वालिङको हो। ल बयरघारी रमाइलो मेलामा यहाँ वालिङदेखि घरायसी सामानहरू, औजारहरू चाहिन्छ भने आउनु होला। सुपथ मूल्यमा, तिहारको अफरमा। कति है जरा? चाहिँ ओपन हो, आउटडोरमा हो क्या? कसरी दिनुभएको छ यो तन्ना? 500 को दुईटा। ल आउनु होला है, यहाँ 500 को दुईटा तन्ना। स्टल नम्बर 66 मा। हाम्रो अब नयाँ आगन्तुक खेलाडीहरूलाई हाम्रो एक्स गोर्खा ब्रिटिस लाउनेहरूले लाउनेहरू ट्र्याकहरू लिएर आइदिएको सुपथ मूल्यमा। ल आउनु होला। स्टल नम्बर हाम्रो चाहिँ कति हो? स्टल नम्बरै नभएको। स्टल नम्बर हो 68 हो। 68 बसको कलर 68 नम्बर हो। मौसम चाहिँ ठिकै रमाइलो छ। धान काट्ने बेलाको मान्छे राम्रै छ। ल
हाम्रो दाइले यहाँ जुत्ता किन्दै हुनुहुन्छ है बाँसबारी जुत्ता छाला चप्पल लैजानु छाला जुत्ता लैजानु दाइ यता के भनिदिनु पर्यो मेलाको बारेमा जुत्ता स्पेशल रहेछ त्यही भएर हेरेको छु है बाँसबारी जुत्ता मात्र ल मेला कस्तो लागेछ हजुरलाई हजार 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 6 महिना वारेन्टी वाला बाँसबारी जुत्ता हजार छाला चप्पल लैजानु छाला जुत्ता लैजानु स्पोर्ट लैजानु चियर नाक लैजानु ल यतातिर चाहिँ हाम्रो दिदीबहिनीहरू एकदम खुलेर नाच्नु भएको छ उतातिर गायक गायिकाहरूले स्टेजमा धमका पिट्नु भएको छ भने यतातिर दिदीहरू आफ्नो पारामा एकदम तरिकाले नाच्नु भएको छ